हेलो, फेरि पनि सम्पूर्ण मेरा युट्युब फ्यामिली साथीहरूलाई फेरि पनि स्वागत छ मेरो युट्युब भिडियोमा। आज चाहिँ म पशुपतिनाथको मन्दिरको लास जलाउनेको बारेमा चाहिँ थोरै जानकारी तपाईँहरूसँग सेयर गरिरहेको छु। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर यो भिडियो चाहिँ तपाईँलाई कस्तो लाग्यो, मन पऱ्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर र एउटा सब्सक्राइब गर्न नबिर्सिनु होला। श्री पशुपतिनाथ यो कुनै साधारण मन्दिर होइन, यो त्यो ठाउँ हो जहाँ जिउँदो मानिसले आफ्नो अन्त्य देख्छ। यहाँ दिनौँ मानिसहरू जलाइन्छ, धेरैलाई डर लाग्छ, तर सत्य के हो भने यहाँ मृत्यु होइन, अहङ्कार जल्छ। हिन्दू धर्म भन्छन् शरीर निश्चय हो, आत्मा अमर, माटोबाट बनेको शरीर अन्तमा आगोमा फर्किन्छ। पशुपतिनाथमा दाह संस्कार हुनु सामान्य अन्त्य होइन, यो मोक्षको ढोका मानिन्छ। बागमती नदी यहाँ गङ्गाको रूप हो, जहाँ आत्मा शान्त हुन्छ भन्ने विश्वास छ। त्यहाँको आगो कुनै सजाय होइन, त्यो मुक्तिको मार्ग हो, मुक्तिको आगो हो। ध्यान दिनुस् कि यहाँ कसैलाई लाखा, कसैलाई पाखा गर्दैन। यहाँ धनी र गरिबको चित्त एउटै हुन्छ। ठुलो पद र सानो पद नाम बराबर हुन्छ। घमण्ड एकैछिनमा खरानी हुन्छ। जीवनभर म ठुलो छु भन्ने मानिस अन्तिम दिन केही पनि हुँदैन। चित्ताबाट उठ्ने धुवाँ हावामा हराउँछ। ठिक त्यस्तै मानिसको नाम, शक्ति, रिस, घमण्ड, अहङ्कार, सम्पत्ति सबै एकैछिनमा हराएर नष्ट हुन्छ। पशुपतिनाथले दिनहुँ कराउँदैछ, तर चुपचाप सिकाउँछ। समय धेरै छैन, मानव बन, दयालु बन, सबैलाई सहयोग गर। यदि तिमीले त्यहाँ जल्ने चित्ता देखेर पनि आफ्नो जीवन सुधार्न खोज्दैन भने तिमी पशुपतिनाथलाई चिनेकै छैन र तिमीले पशुपतिनाथ के हो भनेर देखेकै हुँदैन। किनकि पशुपतिनाथ मृत्युको स्थान हो, त्यो जहाँ जीवनको पाठशाला हो। त्यहाँको आगोले मानिसलाई मार्ने होइन, हामीलाई मार्ने होइन, सही तरिकाले बाँच्न सिकाउँछ। आज सास छ, आज समय छ, आज सबै कुरा छ, तर भोलि केवल तपाईँसँग आगो मात्रै बाँकी रहन्छ। त्यसैले तपाईँ बाँचुन्जेल, तपाईँ हुन्जेल, खुसी हुनुन्जेल, यो धरतीमा रहन्जेलसम्म सबैजनाको सहयोग गर्ने, सबैलाई माया गर्ने र सबैको प्रिय बन्ने कोसिस गर्नुहोस्। किनकि तपाईँसँग अथाह सम्पत्ति छ, अथाह धन छ। तपाईँ लास्टमा के हुन्छ, तपाईँ जस्तो जन्मिनुहुन्छ त्यस्तै शरीर बोकेर चाहिँ, नाङ्गो शरीर बोकेर नाङ्गै जन्मिन्छ भने नाङ्गै तपाईँ फेरि चितामा जल्नुपर्छ। तपाईँसँग त्यो बेला धन, सम्पत्ति, साथीभाइ, इष्टमित्र कोही पनि हुँदैन। तपाईँसँग कोही पनि जान सक्दैन र तपाईँ एक्लै जानुपर्ने हुन्छ। यदि यो भिडियो मन पऱ्यो भने चाहिँ सबैजनाले एउटा सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। फेरि पनि अर्को भिडियोमा भेटौँला।